बाजे हजुर हामी स्काई वक जाने लागेको माथि गएर सिसाबाट ओह्रालो हेर्नुपर्छ हामी ल बाजे नाति चाहिँ स्काई वक जाँदैछौँ है हामी टक्कसँगले होइन बाजे अँ तपाईँ हो मात्रै भन्नु न हो हो होइन हो 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 हामी बाजे नाति जाँदैछौँ टक्कसँगले तपाईँको टिकट देखाउनु हो मेरो टिकट म यहाँ देखाउँछु बाजेले आज फ्रीमा पाउनुभयो हो यहाँ चढ्नुलाई हो अब फ्रीमा चढेर हेर्ने हामी हो आउनु ल मेरो चाहिँ नमस्ते तपाईँको टिकट देखाउनु त बाजे यो बाजेको फ्रीको टिकट अब हिजो जस्तो धरारा चढे जस्तो आज नि चढेर जाने अब सर्लकै बाजे नाति यता आउनु त बाजे हो हो बाजे नाति सर्लकै चढेर जाने होइन त यहाँभन्दा त यहाँ बराबर राम्रो देखिँदो रहेछ बाजे नाति त हेर्नु त ऊ अगाडि हेर्नु भएनमा हो पर कि अगाडि होइन बाजे हो धेरै बाजे नाति त यस्तो चम्केर हिँडेछ कि पुरै नगरौँ ध्यान त्यहाँ पर लु उठेर हिँड्नु त यहाँ छेउमा हिँड्नु त बाजे हेर्नु अँ हेर्नु कि छेउतिर हिँड्नु त छेउतिर जानु त यहाँदेखि यहाँ यताबाट यता कि छेउतिर कि यता यहाँ यता यता र यता जानु न यता डर लाग्यो बाजे कस्तो लाग्यो डर लाग्दैन डर लाग्यो सब रहेछ यता तल कस्तो रहेछ तल डेन्जर छ है बाजे डराउनु भयो बाजे एकदम हिँड्दै हुनुहुन्छ डराई डर त लागेन नि अहिले त केही हुँदैन कि डराउनु पर्दैन कि केही नि हुँदैन फुट्यो भने नाति ग्यारेन्टी बाजे के हेर्नु भएको रानी पोखरी दामी रहेछ है बाजेले रानी पोखरी हेर्दै हुन्छ दामी उब्नु चाहिँ यहाँ उब्नु हुनेको बिसाउनु हुनेको यहाँ यहाँ बिसाउनु हुँदैन यहाँनिर बिसाउनु न यहाँनिर ओ बाजे कडा ल बाजे नाति कडा बाजे र म चाहिँ कडा हेर्नु त बाजे नातिको भ्यान त बाजे तल भुइँ छर्लङ्गै छ है खोइ भइ ऊ भुइँ देख्नु न तल ऊ गाडीहरू के भन्नुभयो बाजे घरै घर हो सबै घरै घर के सारा घरै गरेन राम्रो होइन है घरै घर भएको त केही त छैन त्यही भनेको सास सुनिन्छ है बाजे घरिघरि सास सुनिन्छ है मलाई नि घरै घर त मन लाग्दैन मलाई नि गाउँ घरै मन लाग्छ बाजे गाउँ जाँदा आनन्द लाग्छ टाइटाइ टुटी पनि हुँदैन झ्याइ झिझी हुँदैन आनन्द चरा कराएको चराचुरुङ्गी कराएको आवाज आउँछ त्योभन्दा आवाज आउँदैन नि त आनन्द लाग्छ यहाँ सहरमा त हेर्नु
घरै घर सास फेर्ने ठाउँ छैन, खाली जग्गा कहीँ छैन, तल हेऱ्यो रोड। छ्या, मलाई पनि मन लाग्दैन सहर त। धराराम हेरिहाल्यो, अब यो सिसाको पनि हेरिहाल्यो, अब दरबार त खुलेन जरा पुग्यो न अब हुनु दो अब जाऊ होइन, अब उता जानुपर्छ, कता कता भ्याइन्छ त्यता जानुपर्छ। फिल्म हेर्ने भए फिल्म हेरौँ, 2 घन्टा बस्नुपर्छ। फिल्म त नहेरौँ, हेर्ने धरानतिर हेरिराख्नु। हो, ल त्यसो भए त भाइ बौद्धतिर जाउँ नि त, बौद्धतिर जाउँ नि त। बौद्ध कता बौद्ध त हाम्रो घर नजिकै हो, रुम नजिकै पर्छ। फिल्म नहेर्नु, म धरानतिर हेरिराख्नु। हेर्नु भएको हुन्छ। टिकट काट्नुपर्ने, बस्नुपर्ने भित्र। ए म त हेर्नु भएको छैन भनेर नि त नानी। त्यो तपाईँ लिनु त्यो चिसो जुस। यो जुस हो? जुस हो, तपाईँलाई चिया नखानु भनेर जुस बनाइदिएको। म चाहिँ कफी खान्छु है। कस्तो छ, अमिलो छ? होइन, लेमे पो। लेमे छ, लेमेकै हो हुन्छ कि। चिसो कतिको चिसो छ? चिसो त एकदम चिसो। गर्मीमा ठिकै हुन्छ होला, चिसो त लाग्दैन नि? लाग्दैन खानु। मलाई त चिसो लागिरहेछ कि भित्रभित्र, गर्मीले गर्दा। के हो यो खानु? अङ्गुर खाइदिनु। चुरोट पुग्यो तपाईँलाई? म खाइदिउँ? तल किनौँ ल? ल छैन, सक्यो, अब तल किनौँ। सुरत मैले लगाइन नि गोजीमा। हजुर, सुरत मैले गोजीमा लगाइन सर। अनि यही त अनि सुरोट होइन, अघि मैले एयरपोर्टमा छिर्दाखेरि ल्याउनु म राख्छु भनेर राखेको होइन मैले। ए हो र? अनि त्यो सक्यो अब। कोठामा छोडेको। अनि अघि एयरपोर्ट छिर्दाखेरि त्यहाँ पुलिसले समात्छ, म छिराइदिन्छु भनेर छिराएको, भित्र हामी खाइहाल्यौँ, मैले खाइहालेँ। अहिले न हैदमा आटा छ है? बेलामा जाने आज हैदरा आटा चाहिँ को जेन वा सिम्रो सो वा धार नाको वा पाडा आले हो र? ए पात्र म त बेलेमा जाऊँ भन्छु क्या। यहाँ थाक्नु भयो क्या, हिजो निकै साह्रो पर्नु भयो क्या हो। साह्रो त परेन। अनि घुम्न आएको मान्छेले कहाँ बेलेमा घर गएर के गर्नु बिनाउँदामा घुम्ने नि। सिमटामा तिर हैन? त्यहाँ भरे एउटा ऊको सिसाडा कोरी बाडी रुङ्नु पापा गएको थिएँ, पोमा पर्छ झारा पापा यहाँ कोरी बाडी न झारा वा पापा गएको यहाँ पोमा पर्छ एउटा। अब अलिक अस्ति नै आउनु साकेला जानुहुन्थ्यो, साकेला पनि सकियो। सकियो अस्ति। दिक्तेलमा छ अरे त अब? दिक्तेलमा पनि सक्यो। छ अरे? छ र? फेरि हुन्छ अरे एकचोटि अब दिक्तेलमा।
अस्ति तुवाचुङमा सकियो उम्, अब दिक्तेलमा एकचोटि हुन्छ अरे फेरि अस्ति सक्यो भनेको त मलाई त डिटेलमा फेरि हुन्छ भन्थ्यो मैले त सुनेको भाइहरूले भन्थ्यो फेरि अस्ति फेरि हो नि अस्ति यहाँ गएको नातिहरूले भन्दै हुन्थ्यो यो सिसामा म एकछिन सुत्छु है ल बाजे है थाकेर सुत्नु भएको है थाकेर सुत्नु भएको गल्नु भयो नि गला त छैन सिसामा सुत्नु पर्यो हस् बाजे चाहिँ स्केवाकोमा आएर थाकेर सुत्छु भन्नुभयो सिसामा सुतिराख्नु भएको छ बाजे चाहिँ आनन्द लिएर त्यही हेर्नु जाउँ भनेको बिदा बन्द भयो के अनि त्यही भएर अनि यता आयो अनि रानी पोखरीमा छिर्नु दिँदैन के अरे ऊ खासै मान्छे दिएको छैन ऊ स्वयम्भू माथि पर्यो हजुर स्वयम्भू पनि जानु भएको रहेछ गएको के पो भन्यो आशामा गएको हिजो हिजो चन्द्रगिरी चन्द्रगिरी पनि पुग्यो पुग्यो कुन डाँडा पो हो त्यो डाँडा त आज यो यो ऊ स्वयम्भू भयो उता गएर आज उतापट्टि जानुपर्छ कि पश्चिम जानेपट्टि ऊ यो पश्चिम जाने बाटोपछि हजुर जस्तै यो अलगलको डाँडा छ नि त्यहाँ यो भन्छ यो पल्लो डाँडादेखि उयो उताको त्यो डाँडा जस्तो लाग्यो क्या मलाई चन्द्रगिरी चाहिँ हिजो गएको गएको म त यता पो आउनु होला भनेर त उता गएको छु उता उता गएको हामी अर्को डाँडा छ आएको धेरै अल्गो डाँडा निकै तपाईँको हिजो हिँडेर निकै थाक्नु भयो अरे होइन त्यही भएर यहाँ सुत्नु मन लाग्यो जस्तो लाग्यो तपाईँलाई होइन थाकेको होइन एयरपोर्टमा पनि उभिएको भइयो यहाँनिर यो चिसो आउँछ कि भनेर त होइन आउँदैन ऊ तल भुइँ हेर्ने हो यतिकै लागि बनाएको यो चिसो नआउने रहेछ राति चाहिँ चिसोले सुत्नु खप्नु हुँदैन राति त्यति धेरै चिसो हुँदैन अघि नेपाल भन्छ हजुर उहिले अनि अचल काठमाडौँ भन्छ यो राजा बसेको ठाउँ र काठमाडौँ नेपाल भन्छ अघि पहिला तपाईँहरूको पालामा नेपाल भन्थ्यो नेपाल भनेको काठमाडौँलाई पछि पो काठमाडौँ भन्नु थाल्यो पहिला त नेपाल नेपाल जानु प्रायः छ भन्छ पुर्खाहरू क्या सानो हुँदा नेपाल जानुपर्ने घुम्नु भन्छु पछि चाहिँ काठमाडौँ जानुपर्ने बाजेहरू हुँदाखेरि नेपाल जाने हामी हुँदा काठमाडौँ जाने हो नि त नातिहरू जाजोली काठमाडौँ जाने हुन्थ्यो नेपाल भन्दैन नेपाल भन्दैन कता जान्छु काठमाडौँ जान्छु मैले कता जान्छु काठमाडौँ जान्छु भन्छ तर तपाईँहरू पहिला आउँदाखेरि त यहाँ यस्तो थिएन नि त घरहरू थिएन नि त त्यो त म पहिला आउँदा त थियो नि है थियो मैले कति हुन्छ र म 2 फेर 3 फेर 4 फेर 5 फेरमा आइसक्यो होला यसपालि काठमाडौँ चाहिँ 5 फेर आउनुभयो तर पहिले आउँदामा घर त बाक्लो थियो है तर होइन पहिलाको त्यो फोटोहरू हेर्दा के यहाँ त जस्तै त्यो बौद्धमा भरे देखाउँछ तपाईँलाई त्यो बौद्धमा हुँदाखेरि यहाँ सबै खेत होइन एक दुईवटा घरहरू अनि जस्तै यो राजाहरू यो सिंहदरबार यो राजाको घरहरू पनि त्यो घरहरू चाहिँ अरूहरू त सबै माटोको घरहरू के पुरानो घरहरू त्यस्तो खालको मैले फोटो हेरेको थिएँ कि मलाई त थाहा छैन म आउँदा पनि यस्तै थियो हुनु चाहिँ
पहिलेको अघिको घर त त्यो माटोको माथि पनि भत्किसकेको त्यस्तैमा टालेर बसाएको छ बसेको थियो बसाएको छ भक्तपुरमा हेरेको मैले यसो हेर्छु गाह्रो घरको गाह्रो उहिलेको गाह्रो थियो उहिले नै लगाएको थियो मैले नै लाग्यो है त्यस्तै नै टालटुल गर्दै बसेको छ ए अचल पो म कतिले घर बनाउँछु भन्छ तल जरादेखि नै पहिला त टालेर पनि बसाएको हो हाम्रो मान्छे त्यस्तै हो हामी पनि पहिला सानो झुप्रा बसाएको जस्तो बनाएर अचल पो होइन घर बनाउँछु भन्छ थाप छ हो त्यो पहिला हाम्रो त्यो मूल घर थियो कि त्यो घर कान्छा अङ्कलले भत्काएर अर्को बनाउनु भयो अहिले पुग्नु भएको छ यता हाम्रो घरको यतापट्टि छ नि त्यो त्यो पुरानो घर आमा कम्ता दरु थियो बाजे त्यो म सानो थिएँ भत्काएको ढुङ्गा यत्रो थियो पहिलाको त्यो मिस्त्रीहरूले लगाएको त्यो एक्लैले लगाएर उचालेर ड्याम हालेको अरे त्यो त्यसरी त्यत्रो त्यो त दह्रो घर थियो त्यो 90 सालको भूकम्पमा आउँदा पनि केही नभएको घर फेरि कान्छासँगले अनि भत्काएर बनाउनु भयो अर्को अहिले त फाँसेर भयो तपाईँले बिहा गर्नु पर्यो छोरीहरूको बहिनीहरूको पनि बिहा गराउनु पर्यो त्यो त गर्नु पर्यो अब त बिहा गर्न कहाँ पो छ त हो बहिनीहरूलाई बिहा गराउनु पर्यो तपाईँले बिहा गर्नु पर्यो एकि बहिनीहरू गर्नु पर्यो त्यो काम छ अब तपाईँ त्यहाँदेखि यसो बच्चा एउटा डोडा देखायो भने पनि आइसुर्दै मान्नुपर्छ हामीले अब एउटा जीवनमा त अब आज भन्यो भोलि भन्यो तिमी यहीँ बस्छौ बुढो हुन्छौ बुढो भएपछि कसले हेर्छ आफ्नो छोरा बुहारी आफूलाई हेर्छ क्या त्यसो भए त्यो सोच्नुपर्छ आफूले आफ्नो सन्तान देखाउनु पर्छ त्यो एक्लै गर्छु एक्लै खान्छु आफूले सकिन्छ बरु सक्नु छोडिन्छ अनि सक्नु छोडेपछि त छोराले हेर्नुपर्छ बुहारीले हेर्नुपर्छ अनि मेरो छोरा बुहारी छ भन्यो आफू पनि ढुक्कै भइन्छ अनि त्यसो हो ठिक छ भने गर्ने हो बिस्तारै अब बहिनीहरूको बिहा गर्नै पर्छ तपाईँहरूको बिहा गर्न काम त्यो देखाएको छु म बिहा गरेर जोडी भइकन आफ्नो चाहिँ सन्तान देखाउनु पर्यो आफ्नो दुःख पनि गर्नु पर्यो दुःख पनि गर्नु पर्यो सन्तान पनि देखाउनु पर्यो गर्ने बाजे अब गर्नुपर्छ बिस्तारै अब नातिनी बुहारी हेर्नुपर्छ अब बिस्तारै भन्दा बिस्तारै झन् बुढो भयो बिस्तारै भन्ने मान्छे त धेरै आएको छ ल्याउँछु भन्ने ल्यायो सन्तान देखाइएको छ त्यसो छ बिस्तारै भन्ने मान्छेको त बिस्तारै रहिरहेको हुन्छ त्यसो पो हुन्छ है हुन्छ बाजे अब बाजेहरूको आशीर्वाद जे जस्तो भए पनि बुहारी आउँछ नातिनी हेर्नु पाउनुहुन्छ त्यति चाहिँ हो यसो नातिपछि म देख्नु पाउँछु कि भन्छु देख्नुहुन्छ नि कस्तै देख्नुहुन्न हौ अब माइलाबाट सम्पूर्ण पाएँ जेठाबाट सम्पूर्ण देख्नु पाएँ कान्छाबाट पनि पाएँ अब कान्छाको चाहिँ अब नहुने तपाईँ त पनातीसम्म हेर्नु पाउनु भयो नि त म त पनातीसम्म अनि समीरको त पनाती माइलाको त अब पनाती हो नाति एउटा नचाहिने दुईजना छ समीरको अनि त्यस्तो नाति नचेना पनातीमा हेर्नु पाउनु हामीलाई आशीर्वाद हो आशीर्वाद क्या ढुक्क हुने ढुक्क अब फिरौँ जानु यहाँ बस्यो निकै बस्नु बस्दा आएको अब त्यसो भए जान अब है हस् अब कता घुम्नु पर्ने ठाउँमा घुमौँ हुन्छ बाजे सरासरी बिहा हुन्छ साथसाथ के जानु आज बिदा लिएको यत्रो बाजेसँग घुम्ने भनेर अनि आज त घुम्ने नि बेलुकासम्म के छिटो घर गएर के गर्ने घरमा त जहिले नि बसिहालिन्छ नि